नमस्कार, स्वागत छ तपाईलाई हाम्रो युट्युब च्यानलमा। आज हामी नेपोलियन हिलद्वारा लिखित विश्व प्रसिद्ध पुस्तक थिङ्क एन्ड ग्रो रिच, सोच्नुहोस् र धनी बन्नुहोस् को विस्तृत सारांश नेपालीमा प्रस्तुत गरेका छौँ। यो पुस्तक केवल पैसा कमाउने बारेमा मात्र होइन, बरु जीवनमा कुनै पनि लक्ष्य हासिल गर्न आवश्यक मानसिकता र विधिहरूको बारेमा एक उत्कृष्ट पुस्तक हो। यो सारांशमा पुस्तकका सबै 13वटा सिद्धान्तहरू र अन्य महत्त्वपूर्ण भागहरूलाई समेटिएको छ। थिङ्क एन्ड ग्रो रिच सन् 1937मा प्रकाशित भएको पुस्तक हो। नेपोलियन हिलले तत्कालीन समयका सबैभन्दा धनी व्यक्ति एन्ड्रयू कार्नेगीको सुझावमा 20 वर्ष लगाएर 500भन्दा बढी सफल व्यक्तिहरू जस्तै थोमस एडिसन, हेनरी फोर्ड, अलेक्जेन्डर ग्राहम बेल आदिको अन्तर्वार्ता लिएर यो पुस्तक लेखेका हुन्। यसको मुख्य सार यो हो, तपाईँ जे सोच्नुहुन्छ र विश्वास गर्नुहुन्छ त्यो तपाईँले हासिल गर्न सक्नुहुन्छ। सफलताका 13 सिद्धान्तहरू। नेपोलियन हिलले धन र सफलता प्राप्त गर्नको लागि 13वटा खुड्किला वा सिद्धान्तहरू बनाएका छन्। ती यस प्रकार रहेका छन्। 1. इच्छा। सबै उपलब्धिहरूको सुरुवात बिन्दु एउटा तीव्र इच्छा हो। यो केवल मलाई धनी बन्न मन छ भन्ने साधारण चाहना होइन। यो यस्तो हुटहुटी हो जुन पूरा नभएसम्म तपाईँलाई चैन मिल्दैन। हिलले इच्छालाई पैसा वा वास्तविकतामा बदल्नका लागि 6वटा व्यवहारिक कदमहरू बताएका छन्। 1. स्पष्ट रकम तोक्नुहोस्। तपाईँ कति पैसा कमाउन चाहनुहुन्छ त्यो ठ्याक्कै अङ्कमा सोच्नुहोस्। धेरै पैसा भनेर मात्रै हुँदैन। 2. के त्याग्न सक्नुहुन्छ। त्यो पैसा कमाउनका लागि तपाईँ के दिन वा त्याग गर्न सक्नुहुन्छ। समय, मेहनत, मनोरञ्जन आदि। सित्तैमा केही कुरा पनि पाइँदैन। 3. मिति तोक्नुहोस्। कुन मितिभित्र तपाईँले त्यो पैसा कमाइ सक्नुहुनेछ, जस्तै 1 वर्ष, 3 वर्ष, 5 वर्षभित्र। 4. योजना बनाउनुहोस्। एउटा निश्चित योजना बनाउनुहोस् र तपाईँ तयार हुनुहुन्छ वा हुनुहुन्न तुरुन्तै काम सुरु गर्नुहोस्। 5. लिखित प्रतिबद्धता। माथिका चारै कुराहरू रकम, त्याग, मिति र योजनालाई एउटा कागजमा प्रष्ट हुने गरी लेख्नुहोस्। 6. पढ्नुहोस् र महसुस गर्नुहोस्। त्यो लेखिएको कागजलाई दिनको 2 पटक, बिहान उठ्ने बित्तिकै र राति सुत्नु अघि ठुलो स्वरमा पढ्नुहोस्। पढ्दाखेरि तपाईँले त्यो पैसा प्राप्त गरिसकेको महसुस गर्नुपर्दछ। एउटा सामान्य इच्छा र तीव्र इच्छा बीच ठुलो अन्तर हुन्छ। जब तपाईँसँग पछाडि फर्किने कुनै बाटो हुँदैन, तब मात्र तपाईँको मस्तिष्कले सफलताको बाटो देखाउँछ। 2. विश्वास। विश्वास एउटा यस्तो मानसिक अवस्था हो जसले तपाईँको इच्छालाई वास्तविकतामा बदल्न मद्दत गर्दछ। यो केवल धार्मिक विश्वास होइन, यो आफैमाथिको विश्वास हो। आत्मविश्वास बढाउने तरिका। हिलका अनुसार आत्मसुझावको माध्यमबाट अवचेतन मनलाई बारम्बार सकारात्मक निर्देशन दिएर विश्वास पैदा गर्न सकिन्छ। जति धेरै तपाईँ आफैलाई म सफल हुन्छु भनेर विश्वास दिलाउनुहुन्छ, तपाईँको मनले त्यही अनुसार काम गर्न थाल्दछ। डर र शङ्का विश्वासका सबैभन्दा ठुलो शत्रु हुन्। 3. आत्मसुझाव। आत्मसुझाव भनेको आफैले आफैलाई दिइने सुझाव वा सन्देश हो। हाम्रो अवचेतन मन निकै शक्तिशाली हुन्छ, तर यसले राम्रो र नराम्रो छुट्याउन भने सक्दैन। हामीले यसलाई जे फिड गर्छौँ यसले त्यही स्वीकार गर्दछ। माथि इच्छा खण्डमा उल्लेख गरिएका लिखित कागजलाई भावनासहित पढ्नु नै आत्मसुझावको उत्कृष्ट प्रयोग हो। तपाईँले आफ्नो लक्ष्य हासिल गरेको कल्पना गर्नुहोस्। जति धेरै भावना मिसाएर सोच्नुहुन्छ, अवचेतन मनले त्यसैलाई त्यति नै छिटो ग्रहण गर्दछ। विशेष ज्ञान। लेखकका अनुसार ज्ञान 2 प्रकारका हुन्छन्, सामान्य ज्ञान र विशेष ज्ञान। विश्वविद्यालयका प्राध्यापकहरूसँग धेरै सामान्य कुरा हुन्छ, तर उनीहरू सधैँ धनी हुँदैनन्। यो त्यो ज्ञान हो जुन एउटा निश्चित लक्ष्य प्राप्त गर्न प्रयोग गरिन्छ।
धनी बन्नका लागि तपाईलाई सबै कुरा जान्न आवश्यक छैन, तर आफ्नो क्षेत्रको गहिरो र विशेष ज्ञान हुन जरुरी छ। यदि तपाईसँग विशेष ज्ञान छैन भने तपाईले मास्टरमाइन्ड समूह, विशेषज्ञहरूको समूहको सहायता लिन सक्नुहुन्छ। हेनरी फोर्डसँग धेरै औपचारिक शिक्षा थिएन, तर उनलाई आवश्यक पर्दा सही मान्छेहरूबाट ज्ञान लिने कला थाहा थियो। 5. कल्पना। कल्पना त्यो ठाउँ हो जहाँ मानिसका सबै योजनाहरू सिर्जना हुन्छन्। हिलले कल्पनालाई 2 भागमा बाँडेका छन्। 1. संश्लेषित कल्पना। पुराना विचार, अनुभव र योजनाहरूलाई नयाँ तरिकाले जोड्नु, जस्तै अवस्थित सामानमा सुधार गर्नु। 2. रचनात्मक कल्पना। यो 6औं इन्द्रिय मार्फत आउँछ। यसबाट नै एकदमै नयाँ विचार र आविष्कारहरू जस्तै बिजुली, इन्टरनेटहरू जन्मन्छन्। धन मानिसको दिमागमा सुरु हुन्छ। कोकाकोला जस्तो विशाल साम्राज्य एउटा मान्छेको सानो विचार र कल्पनाबाट सुरु भएको हो। 6. सङ्गठित योजना। इच्छालाई धनमा बदल्नको लागि एउटा ठोस व्यवहारिक योजना चाहिन्छ। विचार योजनाको लक्ष्य केवल एउटा सपना मात्र हो। आफ्नो योजना बनाउनुहोस् र त्यसलाई कार्यान्वयन गर्नुहोस्। यदि पहिलो योजना असफल भयो भने हार नमान्नुहोस्। अर्को योजना बनाउनुहोस्। थोमस एडिसन 10,000 पटक असफल भएका थिए, तर उनले हार मानेनन्, मात्र योजना परिवर्तन गरे। नेतृत्वको गुण। यस अध्यायमा हिलले सफल नेता बन्न चाहिने 11 मुख्य गुणहरू जस्तै अटुट साहस, आत्मनियन्त्रण, न्यायको भावना, निर्णय क्षमता आदिको चर्चा गरेका छन्। 7. निर्णय। असफल मानिसहरूको मुख्य कारण ढिला सुस्ती हो। उनीहरू निर्णय लिन डराउँछन् वा धेरै समय लगाउँछन्। सफल मानिसहरू छिटो निर्णय लिन्छन् र आवश्यक परेमा बिस्तारै परिवर्तन गर्छन्। असफल मानिसहरू ढिलो निर्णय लिन्छन् र छिटो छिटो परिवर्तन गर्छन्। अरूको विचारबाट धेरै प्रभावित नहुनुहोस्। आफ्नो लक्ष्यमा अडिग रहनुहोस्। 8. दृढता, निरन्तरता। दृढता त्यो शक्ति हो जसले तपाईलाई असफल हुँदा पनि अगाडि बढ्न प्रेरित गर्दछ। धेरैजसो मानिसहरू पहिलो असफलतामा नै हार मान्छन्, तर सफल मानिसहरू अन्तिमसम्म लडिरहन्छन्। दृढताका आधारहरू। लक्ष्यको स्पष्टता, तीव्र इच्छा, आत्मविश्वास, निश्चित योजनाहरू, सकारात्मक बानीहरू। हार मान्नेले कहिल्यै जित्दैन र जित्नेले कहिल्यै हार मान्दैन। एउटा व्यक्तिको दिमागभन्दा धेरै व्यक्तिको दिमागको मिलन सधैँ शक्तिशाली हुन्छ। 2 वा 2 भन्दा बढी व्यक्तिहरूको समूह जो एउटै लक्ष्य प्राप्तिका लागि पूर्ण सद्भावका साथ काम गर्छन्। जब 2वटा व्यक्तिहरू मिल्छन्, त्यहाँ एउटा तेस्रो अदृश्य शक्ति उत्पन्न हुन्छ। आफ्नो वरिपरि यस्ता मानिसहरूलाई राख्नुहोस् जसले तपाईलाई सकारात्मक ऊर्जा दिन्छन् र तपाईको योजनामा मद्दत गर्छन्। एन्ड्रयू कार्नेगीले आफ्नो सफलताको श्रेय आफ्नो मास्टरमाइन्ड समूहलाई दिएका थिए। 10. यौन रूपान्तरणको रहस्य। यो पुस्तकको सबैभन्दा विवादास्पद र गलत बुझिएको अध्याय हो। यहाँ लेखकले सेक्सलाई केवल शारीरिक सम्बन्धको रूपमा नभई ऊर्जाको रूपमा व्याख्या गरेका छन्। यौन इच्छा मानव स्वभावको सबैभन्दा शक्तिशाली इच्छा हो। यसको अर्थ यौन ऊर्जालाई शारीरिक अभिव्यक्तिबाट हटाएर अन्य सृजनात्मक र उत्पादनशील काममा जस्तै कला, साहित्य, व्यवसायमा लगाउनु हो। धेरैजसो सफल पुरुषहरूले आफ्नो यौन ऊर्जालाई व्यावसायिक सफलतामा रूपान्तरण गरेका हुन्छन्। यो ऊर्जालाई नियन्त्रण गर्न नसक्ने मानिसहरू अक्सर असफल हुन्छन्। 11. अवचेतन मन। अवचेतन मनले 24 घण्टा काम गर्छ। यसले हाम्रो विचार, डर र इच्छाहरूलाई भण्डारण गर्छ र त्यसलाई वास्तविकतामा बदल्ने प्रयास गर्दछ। तपाईले आफ्नो अवचेतन मनमा सकारात्मक विचारहरू, प्रेम, आशा, विश्वास रोप्नुपर्छ। यदि तपाईले त्यसो गर्नु भएन भने नकारात्मक विचारहरू, डर, शङ्का, घृणा आफै उम्रनेछन्। प्रार्थना गर्दा वा सोच्दा जहिले पनि सकारात्मक नतिजाको कल्पना गर्नुहोस्। 12. मस्तिष्क। हिलले मानव मस्तिष्कलाई रेडियो स्टेसनसँग तुलना गरेका छन्।
हाम्रो दिमागले विचारका कम्पनहरू पठाउन र प्राप्त गर्न सक्छन्। जब हाम्रो दिमाग उच्च दरमा कम्पन गर्छ, जस्तै तीव्र इच्छा वा भावनाको समयमा, यो धेरै सृजनात्मक हुन्छ। अरूको विचारहरू बुझ्न र आफ्नो विचार अरूमा पुर्याउन मस्तिष्कको सही प्रयोग गर्न सकिन्छ। 13. छैठौँ इन्द्रिय। यो अन्तिम सिद्धान्त हो र यसलाई बुझ्न र प्रयोग गर्न अघिल्ला 12 सिद्धान्तहरूको पूर्ण पालना आवश्यक छ। छैठौँ इन्द्रिय त्यो हो जसलाई हामी अन्तर्ज्ञान वा भित्री आवाज भन्छौँ। यसको माध्यमबाट तपाईँले खतराको पूर्व सूचना वा अवसरको सङ्केत पाउन सक्नुहुन्छ। यसलाई नियन्त्रण गर्न सकिँदैन, तर साधना र अभ्यासले यसलाई तिखार्न सकिन्छ। पुस्तकको अन्त्यमा नेपोलियन हिलले सफलताको सबैभन्दा ठुलो शत्रु डरको चर्चा गरेका छन्। धनी बन्नु अघि यी डरहरूलाई जित्न आवश्यक छ। 1. गरिबीको डर। यो सबैभन्दा विनाशकारी डर हो। यसले मानिसको तर्क शक्ति र सृजनात्मकतालाई मार्दछ। 2. आलोचनाको डर। मान्छेले के भन्लान् भन्ने डरले धेरैलाई आफ्नो सपना पूरा गर्नबाट रोक्दछ। 3. रोगको डर। बिरामी हुने अत्याधिक चिन्ता। 4. प्रेम गुमाउने डर। ईर्ष्या र शङ्का यसको लक्षण हुन्। 5. बुढौलीको डर। मानसिक र शारीरिक क्षमता घट्ने चिन्ता। 6. मृत्युको डर। अज्ञात भविष्यप्रतिको त्रास। तपाईँले आफ्नो दिमागलाई यी डरहरूबाट खाली गर्नुपर्दछ। तपाईँको दिमागमा एक पटकमा एउटा मात्र भावना रहन सक्छ, कि त सकारात्मक कि त नकारात्मक। छनौट तपाईँकै हो। थिङ्क एन्ड ग्रो रिच। सोच्नुहोस् र धनी बन्नुहोस्को मुख्य सन्देश यो हो कि तपाईँ आफ्नो भाग्यको मालिक आफै हुनुहुन्छ। तपाईँसँग आफ्नो विचारहरू नियन्त्रण गर्ने शक्ति छ। यदि तपाईँ आफ्नो दिमागमा स्पष्ट लक्ष्य राख्नुहुन्छ, त्यसमा अटल विश्वास गर्नुहुन्छ र निरन्तर काम गर्नुहुन्छ भने संसारको कुनै पनि शक्तिले तपाईँलाई सफल हुनबाट रोक्न सक्दैन। याद राख्नुहोस्, सफलताका लागि कुनै स्पष्टीकरण चाहिँदैन र असफलताका लागि कुनै बहाना चल्दैन। तपाईँलाई आजको पुस्तक थिङ्क एन्ड ग्रो रिच, सोच्नुहोस् र धनी बन्नुहोस् पुस्तकको सारांश कस्तो लाग्यो? कृपया आफ्नो प्रतिक्रिया दिन नबिर्सिनुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। यस्तै विभिन्न विश्वप्रसिद्ध पुस्तकहरूको सारांश पुस्तकहरूको लागि हाम्रो च्यानलसँग जोडिरहनुहोला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। हवस् त, नमस्ते।